मेरो जन्मभूमि आफू जन्मेको अथवा हुर्केको ठाउँलाई जन्मभूमि भनिन्छ। म जहाँ जन्मे, जहाँ हुर्के त्यो ठाउँ मेरो लागि स्वर्ग समान छ। मेरो जन्मभूमि नेपाल हो। यो संसारकै सुन्दर देशहरूमध्ये एक हो। हिमालको काखमा अवस्थित नेपाल आफ्नो प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक महत्त्वका कारण विश्वभर चर्चित छ। नेपालका प्राकृतिक सम्पदाहरू अन्तर्गत हिमाल, नदी, ताल, झरना, राष्ट्र निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वन जङ्गल रहेको छ। सगरमाथा, अन्नपूर्ण, पोखरा र लुम्बिनी जस्ता स्थानहरू पर्यटनको मुख्य केन्द्र रहेको छ। मेरो लागि नेपाल केवल एक भौगोलिक स्थान मात्र होइन, यो मेरो अस्तित्व र पहिचानको आधार हो। जन्मभूमि भनेको आफू जन्मिएको पवित्र स्थान हो। त्यसैले मलाई मेरो जन्मभूमि आफ्नो ज्यानभन्दा पनि धेरै प्यारो छ। रामायणमा रामचन्द्रले पनि जननी जन्मभूमि स्वर्गदीप गरीयसी भनी जन्मभूमिको गुणगान गरेका छन्। जुन भूमिमा हामी जन्मेका छौँ, आफ्नो पहिलो सास लिएका छौँ, तोते बोलीबाट सुरु गरेर आफ्नो मातृभाषा बोल्न सिकेका छौँ, पहिलो पाइला टेकेर हिँड्न र दौड्न सिकेका छौँ, यस्तो पवित्र जन्मभूमिलाई हामीले कहिले बिर्सनु हुँदैन। आफ्नो जन्मभूमिलाई आफ्नो आमा जस्तो माया गर्नुपर्छ। आफू जन्मे, हुर्केको र बढेको ठाउँ जोसुकैलाई पनि आमा जतिकै प्यारो हुँदो रहेछ। त्यसैले पनि भनिएको होला, जननी जन्मभूमि स्वर्गदीप गरीयसी, अर्थात् आफ्नी आमा र जन्मभूमि स्वर्गभन्दा पनि गरिमामय हुन्छ। आफ्नो गाउँ, आफ्नो समाज र आफ्नो देश हरेक व्यक्तिलाई अत्यन्त प्यारो लाग्छ र लाग्नु पनि पर्दछ। जन्मभूमिले हामीलाई ऋणी बनाएको हुन्छ। आफ्नो जन्मभूमिको विकास, प्रगति तथा गरिमालाई बढाउने कुरामा हरेक नागरिकले ध्यान दिनु जरुरी छ। आफ्नो देशलाई चिनाउनु प्रत्येक व्यक्तिको कर्तव्य हो। तसर्थ म जीवनका हरेक पाइलामा मेरो जन्मभूमिप्रतिको दायित्वलाई राम्ररी बोध गरेर अगाडि बढ्नेछु। मेरो सुन्दर र प्यारो जन्मभूमि जहाँ मेरो बाल्यकाल बित्यो, जहाँको माटोले मलाई जीवनको पाठ पढायो, त्यसलाई म कहिल्यै भुल्न सक्दिनँ। मेरो बाल्यकाल नेपालका हरिया डाँडाहरू, नदीनाला अनि ग्रामीण परिवेशमा बित्यो। यहाँका चाडपर्वहरू, परम्परागत संस्कारहरू र सामाजिक रीतिरिवाजले मेरो जीवनलाई अझ समृद्ध बनाएको छ। नेपालले मलाई आत्मनिर्भर बन्न सिकाएको छ र सामाजिक जिम्मेवारीको महत्त्व पनि बुझाएको छ। मेरो जन्मभूमिले मलाई मेहनत, इमान्दारीको पाठ सिकाएको छ। मेरो गाउँ नजिकै बग्ने खोला, राभा खोला तथा दुधकोशी निरन्तर रूपमा बगिरहोस्। मेरो गाउँको शिरमा पर्ने नेचा ढाडो, थुम्की, घर नजिकैको रानीवन, गाउँ नजिक रहेका हरिया वनस्पतिहरू, चौताराहरू, बर पिपलहरू र वर्षेनी फुल्ने लाली गुराँस तथा अरू फुलहरूबाट जीवनको सुन्दरता बोध गरे र जिन्दगी यसरी नै सुन्दर ढङ्गले सजाउनु पर्दछ भन्ने कुरा मनन गरे। गाउँभन्दा माथि भिरको फेदीमा रहेका सुनखानी, तामाखानी र विशाल गुफाहरू र गुफाभित्रबाट आउने चिसो पानीको मिठो स्वादलाई जीवनको रहस्यहरू खोज्ने विषयवस्तु ठाने। मेरो देशले दिएको शिक्षा र संस्कारका कारण आज म जहाँ भए पनि मेरो मन सधैँ नेपालमै रहन्छ। मैले संसारका अन्य स्थानहरू घुमे पनि मेरो पहिचान र आत्मासँग जोडिएको नेपालप्रति मेरो स्नेह कहिल्यै घट्दैन। म मेरो जन्मभूमिको प्रगति र विकासमा सधैँ योगदान गर्न चाहन्छु। नेपालको माटो मलाई गर्व, प्रेम र आत्मसम्मानको भावनाले भरिदिएको छ। म मेरो देशभित्र रहँदा, म जन्मे, हुर्केको ठाउँ नै मेरो जन्मभूमि हो भने म देश बाहिर अथवा विदेश गएको बेला पनि मेरो सिङ्गो देश नै मेरो जन्मभूमि हो। जहाँ पुगे पनि मलाई मेरो देशको शान्ति, सौन्दर्य र अखण्डता आँखा अगाडि आइरहन्छ। मानिसहरू स्वर्गको कल्पना गर्दछ र मृत्यु पश्चात पनि त्यहाँ जाने धेरैको इच्छा रहन्छ, तर मेरो विचारमा मेरो जन्मभूमि नै स्वर्ग हो।